कैलालीको जंगलमा 150 जना विदेशी नागरिकहरू तपाईले देख्न सक्नुहुन्छ। कुनै पनि अनुमति बेगर जंगलमा यसरी बसेको भन्ने खुल्न आएको छ र जब त्यहाँ स्थानीय वासीहरूले एकदमै ठूलो मात्रामा विदेशीहरू विगत त्यहाँ हप्ता दिनदेखि जंगलमा बसेको थाहा पाइसके पछाडि स्थानीय प्रशासनलाई खबर गरिसके पछाडि कैलालीको प्रहरी सहितको टोली प्रहरी लिएर त्यहाँ पुग्नुहुन्छ र त्यहाँ पुग्ने क्रममा के थाहा हुन्छ भन्दाखेरि जम्मा 150 जना विभिन्न 18 वटा देशका नागरिकहरू रहेको भन्ने खुल्न आउँछ। चाइना, ताइवान, फिलिपिन्स, इन्डिया लगायतका रसिया लगायतका देशका नागरिकहरू त्यहाँ बसिरहेको थिए र त्यहाँ बस्ने क्रममा पनि भनेको हामी हेर्दैखेरि भनेको पुरै कसैले लुगा लगाएका छैनन्, कसैले के गरिरहेका छन्, अलिकति अप्ठ्यारो स्थितिमा त्यो माहौल पनि हामी देख्न सक्छौँ। अनि त्यहाँ पुगिसके पछाडि जब प्रहरीले त्यहाँ कुरा गर्नुहुन्छ, कुरा गर्ने क्रममा उनीहरूले के भन्छन् भन्दाखेरि उनीहरू भनेको रेम्बो फ्यामिली भनेर एउटा संगठन विस्तार गरेको ग्रुप हौं हामी, जसले गर्दाखेरि चाहिँ हामी यसै गरी भनेको विभिन्न देशमा घुम्न गइरहेको हुन्छौँ, घुमिरहेको हुन्छौँ, बसिरहेको हुन्छौँ र हामी भनेको एकदमै पिस लभर मान्छे हौं। त्यसो हुँदा अरू देशमा पनि हामी जाँदाखेरि भनेको जंगलमा बसेको हुन्छौँ, जंगलमा बसेर हामी यो टेक्नोलोजीबाट टाढा रहेर एकदम आनन्द तरिकाले बस्न खोज्छौँ, हामी त्यो भएर बसेको भनेर एकजनाले भन्छन्। र त्यहाँनेरि भनेको पर्मिट के छ त, नेपाल सरकार अथवा यहाँ कुनै निकायबाट तपाईहरुले के अनुमति लिएर बस्नु भएको छ भन्दाखेरि पर्मिट त छ, कोसँग भन्दा भन्दै अन्तिममा भनेको कुनै अनुमति केही पनि हुँदैन उनीहरुसँग। अनि त्यहाँ प्रहरीले भनेको 24 घण्टा भित्र तपाईहरु आफ्नो गन्तव्यमा जानु होला, कुनै यहाँको नियम कानुन पालना गरेको छैन, पर्मिट लिएको छैन भनेर उहाँहरुलाई भन्नुहुन्छ। र त्यो गर्ने क्रममा भनेको त्यहाँ विभिन्न पत्रकारहरु पनि जानुहुन्छ, भिडियो गरिराख्नु भएको हुन्छ। त्यहाँ एकजनाले के पनि भन्छन् भन्दाखेरि उनीहरुकै विदेशको टोलीबाट भनेको हामी भनेको एकदमै पिस लभर हौं, यो टेक्नोलोजीबाट हामी एकदमै टाढा, कसैले पनि हामी टेक्नोलोजी मन पराउँदिनौं, त्यसो हुँदाखेरि भरसक यो भिडियोहरु नगर्दिनु होला, हामीलाई मन पर्दैन भनेर पनि त्यहाँ हामी क्लियरली सुन्न सक्छौं। र अब यो तरिकाले एउटा हुन्छ नि कुनै अनुमति बेगर 150 जनाको झुड बनाएर बस्नु त यो अलिकति यो नराम्रो पनि हो क्या, किनकि उनीहरु अब कुन नियतले आथे के गरेका थिए, त्यहाँ गाउँले पनि एकदम त्रसित भएको अवस्था पनि छ र 24 घण्टा भित्र पक्कै पनि अब त्यहाँको निकायले हैन हाम्रो प्रशासनले अब छोड्नु भनिसकेपछि अझै पनि निगरानीमा राख्नुहुन्छ होला। र यो भन्दा अगाडि पनि भनेको त्यही ग्रुपमा अलरेडी एकजना पत्रकारले भनेको यिनीहरु यसरी बसेका छन्, विदेश आएका छन् भनेर जब न्यूज उहाँले बनाउनु भयो त्यसपछि पत्रकारलाई कुटपिट गरेको भन्ने पनि खबर आएको छ, जुन चाहिँ भनेको स्थानीय त्यही होटल व्यवसायी को हुनुहुन्थ्यो उहाँ मिलेर त्यहाँ गरेको भनेर उहाँले लेख्नु भएछ, जस अनुसार प्रतिफल भनेको उहाँलाई पिटिएको छ भन्ने पनि कुरा आइरहेको छ। र अब पिट्नेलाई पनि एकदम कारबाही हुनुपर्छ, किनकि त्यो तरिकाले हाम्रो देशमा आएर एउटा पर्मिट बेगर अनुमति बेगर बसिन्छ भने त अभियसली सबैजनाले कन्छन् किन के हो भन्ने कुरा चासो उठ्नु एकदम स्वाभाविक पनि हो। तपाईहरु के भन्नुहुन्छ यो बारेमा?